साथीहरू नमस्ते वेलकम टु माई एनदर भिडियो श्रिया तमुस्यो। आज शनिबारको दिन हजुरहरू के गर्दै हुनुहुन्छ हो? हामीहरू त लाग्यो घुम्नको लागि। बाबुको बाबा आएको हुनाले हामी चाहिँ यसो घुमफिर गर्न लागियो। बाबा आएपछि बाबुको यो पहिलो घुमफिर हो। हामी कहाँ जाँदैछौँ भनेर त हजुरहरूले थाहा पाइसक्नु भएको छ। त्यही पनि हेर्दै गर्नुहोस् है हामीहरू कता जान लागेको भनेर। तातो भयो स्कुटीमा बस्दा बस्दै आइपुग्यो हामी सराङकोट हो र। बाबा त छेउमै जानुभयो त। आमा कति छेउमा लानुभएको? कति छेउमा लानुभएको? कति छेउमा लानुभएको? खरा भ्याली दामी देखिँदो रहेछ त यहाँ त। गुराँस पारी पर्छ त तपाईँहरूको यो बाटो छ नि, यो हाइवे यो सिधा घट्टे खोला जान्छ, त्यहाँदेखि बागलुङ जाने गाडी बाटो हो। अनि त्यहाँ बाटो यता जान्छ जम 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 लाग्यो। बाबु हामी के हेर्न आएको रे ल भन्नु त? स्कुल बस रहेछ है, स्कुल बस। के केबल कारको अन्नपूर्ण केबल कारको वेदर कस्तो राम्रो नआउनु। ऊ पञ्चमुखी के अरे पञ्चमुखी गणेश भने होइन, गणेश भगवान पञ्चमुखी गणेश रे बाबु, पञ्चमुखी गणेश। पश्चिमाञ्चल स्कुल रे, स्कुलहरूको पनि आइरहेछ क्या। गाइजहरू हामी आइपुग्यौँ सराङकोट। आज के अरे हामी पञ्चमुखी गणेशको दर्शन गर्न आएको। बाबुको छुट्टी आज शनिबारको दिन। म बाबु र बाबुको बाबा भएर आएको नि। हामी अब त्यहाँ जाने हो। बाबु उहाँ पुगिसक्यो डुबुरेर बाबु चाहिँ। ल आम्मा वा पोल चाहिँ त्यहाँ साइलेन्सरमा छ। मेन इन्ट्रान्स गेट यही त होला, इन्ट्रान्स गेट। ओहो यता नि फर्केछ। ओ हेलो मङ्की यता हेरिदिनुहोस् न त हो। ओ हेलो, ओ हेलो। उसमा त कति राम्रो देखेको थियो त, यस्तो धुलै धुलो छ है। ल अब हामी मन्दिरभित्र प्रवेश गऱ्यौँ जटालाको। यता आऊ न सराङकोट धाम। भागेर आऊ यता। ए जुत्ता खाने उता रहेछ नि त ऊ, त्यही भएर उता गएको। नखोल्नु माया आइ ऊ खेल्न जानलाई रहेछ, खेल्न जानलाई। त्यहाँ खेल्न जानलाई जुत्ता खोल्नु भएको हो। ल ल जानु त खेल्नु ल।
हेलो आमा के पोज हो र त्यस्तो मङ्कीले बाबाको फोटो खिच्ने रे खै कस्तो खिचिदिनु भएछ ल देखाउनु त बाबाको फोटो खिच्ने भनेर खै कस्तो खिचिदिनु भएछ छोरोले भगवान निकाल्नु न माथिको भगवान निस्किन रे माया ऊ त भगवान गणेश भगवान निकाल्ने है बाबाको पोच छोरोको क्याप्चर चिज गर्नु रे फोटो खिच्दिने रे सरङकोटमा अवस्थित पञ्चमुखी गणेश भगवानको मन्दिर परिसरमा आज हामी त्यो मेरो मङ्की अनि उहाँ चाहिँ मेरो बुढा र म भएर आएको पोखरा भ्याली वेदर राम्रो छैन तर आज है यस्तो राम्रै छैन कि वेदर राम्रै छैन बाबु आज त्यस्तो नगर है माया भुङ्गन्छ त्यो के बनाउनु लाग्यो त्यत्रो ठुलो त्यो हाउजिङ त होला नि है हो त्यो कि है त्यो ठुलो कि बाबु है यहाँ घुम्न आएको मान्छे र यहाँ आएर ऊ बाबाको मोबाइल चलाएर बस्नुभएको छ बाबा विदेशबाट आएबाट खाली बाबाको मोबाइल बाबाले बिगार्नु भयो मैले बिगारेको होइन बाबाले बिगार्नु भएको यहाँ मोबाइल दिएर मोबाइल दिएर नि मैले बिगारेको हो र बाबाले हो कि होइन मोबाइल दिएर यति हेर्नु त बाबाले बिगार्नु मङ्की हो यो मङ्की कस्तो लाग्यो यहाँ आएर नभन्नु एकछिन आउनु न यहाँ आउनु न बाबाले के कस्तो लाग्यो कस्तो लाग्यो यहाँ आएर भन्नु शान्त यो मङ्कीहरू खेल्ने ठाउँ पनि रहेछ यहाँ मङ्की त यहाँ यो मेरो मङ्की त यहाँ के गरेको रे अनि गाईहरू यहाँ सुटिङ पनि भइरहेको छ क्या गाईहरू यहाँ सुटिङ पनि चल्दैछ के भयो आम के बसेर ए दुगुरेको छ यो मङ्की यहाँ जस बच्चाहरूले खेल्नलाई चाहिँ यहाँ राम्रो रहेछ है यहाँ के यो पार्क जस्तै दुगुरे गर्छ त्यही भएर के हो त्यो होइन बाबा र मम्मीले हजुरलाई कति माया गर्नुहुन्छ हेर बोतल पनि ल्याइदिनु भएछ पानी खानलाई हजुर पनि हामीलाई मान्छे गर्दैन यहाँबाट यसरी हेर्दा त त्यो छेकिँदैछ है यो मेन यो मन्दिरको माथि भ्यू टावर है यो भ्यू टावरमा जाने कि नै जाने त उता जाऊँ न त अब उतातिर हेर्न जाऊँ ल उतातिर जाऊँ ल सुज लाउनु हिँड्नुहोस् त जुत्ता लाउनु हिँड्नु आमा दुगुरेर नथाङ्ने आजभोलिको केटाकेटीहरू
नानी घन्टी बजाउनु लाउनु आउनु लाउनु माथि जानु उसले घन्टी बजाउँदै हिँड्नु पर्यो 1 hour later. माथि जाने के अब यहाँ चाहिँ कम्प्लिट नभएको रहेछ बनाउँदै रहेछ त्यहाँ त्यहाँ के बनाउँदै रहेछ कि कहाँ जाने अब यहाँबाट माथि भ्यू टावर ल साथीहरू हामी भ्यू टावरतिर जाँदैछौँ यता यताको साइडबाट यस्तो देखिँदो रहेछ है यस्तो देखिँदो रहेछ कसरी बनायो होला है यो आउनु न बाबु फ्लावर फुल भनेपछि मन हुरुक्कै हुन्छ साथीहरू के अनि अम्म कति राम्रो राम्रो हुन्छ कमलहरू मलाई मनपर्ने खोइ थाहा छैन त्यो त ओ पछाडिबाट हेर्नु कति राम्रो ओहो यहाँ त टिकटकको ब्याकग्राउन्ड यस्तो रहेछ यहाँ कोइन हान्ने रहेछ नि त बाबु अहिलेसम्म कोइन छ र कहाँ ए सानो कोइन साट्नु न त्यहाँ उहाँ कोइन साट्नु त बाबुलाई हाल्नु पर्छ ल हाल्नुहोस् है धन्दैले लोटेको यता यता पख न यता यहाँ पख न आन्टीले हाल्नुहुन्छ नि है पसेन कि आन्टीहरूको त्यहाँ पस्छ किन हालेन ल हाल्नुहोस् त हाल्नु न यसरी फाल्नु न हो त्यसरी अङ्कलहरूले गर्दा यसरी पर्यो परेन एउटा बाबालाई देऊ 10 रुपियाँ कतिवटा रे 10 को 7 रुपियाँ रे 3 रुपियाँ नपाएन रहेछ जय गणेश मगर कतातिर यतातिर फाल त छोरोले फालेको कता हो गएन सुस्तरी फाल न सुस्तरी हाल न सुस्तरी हाल त परेन खै छ कि छैन त देखिन्न नि त यो त यस्तो देखिँदो रहेछ यताबाट है यिनीहरू कुराहरू खिच्यो कि ट्र्याकिङ आउँछ नि ओ गणेशको वाहन बाबु यो गणेशको वाहन हेर यी गणेशको वाहन मुसा गणेशको वाहन मुसा हेर्नु गएछ नि गणेश पञ्चमुखी गणेश कस्तो देखेछ मलाई थाहा छैन बजार वेदर चाहिँ राम्रो भएन टाढा जाने टिकट लाग्छ अरे टिकट बाबु आफ्नो न हामी भ्यू टावरतिर लाग्यो भाइ साथीहरू तपाईँ त पछाडि बोल्नुभएको छ तपाईँ बोलेको क्या पुगिसक्यो त्यो दुबेर दामी बनाएछ अहिले चाहिँ तर वेदर यहाँमा क्लाउडी भइसक्यो
पानी आउँछ क्या ऊ ब्याकग्राउन्ड अफ पढ्नु भने वेट फर मी हेलो छोरा पुगिसक्यो मलाई छोडेर पखान मम्मीले आउँछ क्या साउजली गयो पानी आउँछ क्या के अहिले राम्रो बनाएर रहेछ क्या है हामी कति वर्षपछि आयौँ हो 3 वर्ष 3 वर्षभन्दा पनि बढी भयो नि पहिला कतिचोटि आएको कहाँ पुग्यो मङ्की अँध्यारो भइसक्यो त मौसम त पानी आउनु जस्तो भइसक्यो के छ र उखान पोखराको नानी र पानीको भर हुँदैन भन्छन् के बोले भाइ अब के बोले के जथाभावी बोले हो कि क्या हो गाइजहरू हेर्नु त वेदर त यहाँ धेरै माथि रहेछ थकै पो लाग्यो त हेलो मङ्की थाक्यो कि नै ल के हो र मम्मी त थकेला One eternity later. अब तल झर्नी टावर चाहिँ राम्रो बनाएर रहेछ अहिले भ्यू टावर है पहिला हामी आउँदा त राम्रो यस्तो थिएन नि अहिले जस्ट राम्रो बनाएर रहेछ भ्यू टावर गाइजहरू धेरै वर्ष पहिला आएको थियो त्यसपछि अहिले आज मौका जुरेको बेलामा आएको जस्ट राम्रो बनाएको रहेछ यहाँबाट चाहिँ पोखराको मनोरम दृश्यहरू चाहिँ राम्रो देखिन्छ तर आज चाहिँ वेदर नखुलेको हुनाले खासै राम्रो देखिएको छैन वेदर खुलेको छैन आज बाल छोरा कहाँ पुगिसक्यो म चाहिँ यहीँको तल जामै तसँगै टावरमा जानलाई एकजनाको 100 रुपियाँ अरे के सुन्नुभयो हामी त्यतिको छिटो त्यो उसहरूलाई त 100 रुपियाँ भनेर माग्यो त 100 रुपियाँ भनेर लगाइदियो जे होस् राम्रो बनाइरहेछ है हेर्न लायकको ठाउँ चाहिँ के भन्छ अरे जे होस् बाहिरबाट आउनेहरूलाई चाहिँ हेर्नको लागि चाहिँ एउटा अर्को नयाँ स्थल चाहिँ थपिएको रहेछ तँले अब जाने ल साथीहरू अब जान लाग्यो छोरोलाई भोक लाग्यो अरे अब चाहिँ हामी जान लाग्यो अनि हाम्रो स्कुटी यता छ नि त माया यतिकै जाने हिँडेर जान लाग्यो अब जाने के अरे अनि स्कुटर लग्यो भने हामी कसरी जाने त घर हिँडेर कसरी हिँडेर जाने किन टोइलेट छिन्नुभएको भाइ किन टोइलेट छिन्नुभएको मङ्की यो बाँदर यो लाखु
ए खाना खालो लाखु क्यों नाखु हो लाखु कस्तो उता कता कता कस्तो उता कता उता उता भनेको मतलब कता उता भन्नुस् न त अनि बस्नलाई कस्तो अनि स्कुटी कसरी लिएर जाने त अनि त्यसरी गयो भने मिल्दैन ओ ओ नो 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 बालुवा देख्नै नहुने ल छिटो हिँड्नु बाबा त्यहाँ कुरिराख्नु पर्छ ल छिटो हिँड्नु ओइ 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 दुगुरेर ल साथीहरू के अरे पञ्चमुखी गणेशको दर्शन पनि गरियो र कैलाशेश्वर शिवको मन्दिर पनि गएर आइयो। अब चाहिँ हामी तल झर्न लागेको हो नि। ल अब जान लागेको साथीहरू तलतिर। छोराले स्कुटी तान्दैछ। तान्न सक्छौ तिमीले बाबु? तान्न सक्छौ? हजुरको बस्ने ठाउँ चाहिँ कहाँ हो? त्यहाँ हो? कसरी बस्ने हो र त्यहाँ? काटिन्न? ए हेलो गरिदिनु नि त अनि हेलो गरिदिनु नि त। हेलो गाइस, हामी कहाँ आएको रे? लेक साइड। नो लेक साइड होइन म यहाँ। कहाँ? बाई गरिदिनु अब तल जाने भन्नुहोस् ल। के खानुभयो हजुरले? ससेज, चाउमिन, what is that? चाउमिन। Is that चाउमिन? No. प्याकेट गरेको मोमो। त्यो त मोमो हो। हजुर नखाएर प्याक गर्नुभएको। चाउमिन। बाबाले फिनिस गर्नुभयो। त्यस्तो कसैले खान्छ? बाई भनिदिनुहोस् न त आजलाई ल। Thank you for watching. Bye bye. See you next time.